गाइस सबैजनाको स्वागत छ मेरो एउटा नयाँ धमाकेदार भिडियोमा। आजको चाहिँ यस भिडियोमा म तपाईँलाई एउटा नयाँ टुर्नामेन्ट एपको बारेमा बताउन गइरहेको छु। अनि फेरि त्योभन्दा पहिला चाहिँ म तपाईँलाई भनिदिउँ, आजकल चाहिँ मैले भिडियो हाल्न एकदमै कम्ती गरिरहेको छु, किनकि मेरो धेरै डाउन चलिरहेछ। त्यस कारण चाहिँ यो भिडियोमा चाहिँ अलिक सपोर्ट देखाइदिनु होला। एक लाइक अनि एक सब्सक्राइब चाहिँ गरिदिनु होला आफ्नो भाइ या दाइ सम्झेर। अनि फेरि यो टुर्नामेन्ट एपबाट चाहिँ तपाईँ अल इन वान एप हो यो। यहाँबाट चाहिँ तपाईँ टपअप गर्न सक्नुहुन्छ जितेबाट रकमले। अनि फेरि यसबाट चाहिँ डाइरेक्ट इसेमा ट्रान्सफर गर्न सक्नुहुन्छ त्यो रकमले। अनि फेरि एकदम राम्रो खालको एप्लिकेसन छ, ट्रस्टेड छ। 5 मिनटभित्र तपाईँले आफ्नो पेमेन्ट चाहिँ पाइसक्नुहुन्छ आफ्नो इसेवा वालेटमा। अनि वा कुनै अरू पनि वालेट हुन्छ त्यसमा पनि पाइसक्नुहुन्छ। धेरै बेर नलगाइकन स्टार्ट गरौँ भिडियोतर्फ। एप ओपन गर्दा कुछ यस्तो खालको इन्टरफेस देखाउँछ रेजिस्टर गरिसकेपछि जिमेल अनि मोबाइल नम्बरदेखि। अनि फेरि एप चाहिँ खोल्दा यस्तो खालको इन्टरफेस देखाउँछ। अनि फेरि म तपाईँलाई बुझाइदिउँ। फर्स्ट कुरो चाहिँ यसमा 1 पोइन्टको मतलब चाहिँ 1 रुपियाँ, मतलब 85 पोइन्ट्समा 85 रुपिस भइहाल्छ यो चाहिँ। अनि फेरि म तपाईँहरूलाई देखाइदिन्छु। यहाँ चाहिँ तपाईँ फ्री फायरको टपअप पनि गर्न सक्नुहुन्छ। जस्तै यहाँ म फ्री फायर यहाँ हेर्न सक्नुहुन्छ। विभिन्न खालको तपाईँहरू वेबसाइटमा टपअप गर्न सक्नुहुन्छ। फ्री फायर, पब्जी, मोबाइल लेजेन्ड्स, रोब्लक्स त्यो सब्सक्रिप्सन पनि लिन सक्नुहुन्छ। यहाँ चाहिँ फ्री फायरको क्लिक गर्यो भने यहाँ चाहिँ क्लिक गर्नुपर्छ। अनि फेरि यहाँ हेर्न सक्नुहुन्छ यस्तो खालको इन्टरफेस खुलेर आइहालेको छ। अनि फेरि यहाँ हेर्न सक्नुहुन्छ 25 पोइन्ट्सको 25 डायमन्ड चाहिँ हुनेवाला छ, 50 पोइन्ट्सको 50 डायमन्ड्स अनि 95 पोइन्ट्सको 115 डायमन्ड्स। अनि फेरि यस्तै रेटहरू चेक गरेर तपाईँ यहाँ युआइडी अनि गेमको चाहिँ ठ्याक्कै नाम हाल्नुपर्छ। त्यो चाहिँ तपाईँ आफ्नो कपी गरेर पेस्ट गर्नुपर्छ। म तपाईँलाई एकछिनपछि सिकाइदिन्छु त्यो नेम चाहिँ कसरी कपी गर्ने फ्री फायरबाट। अनि फेरि यसको अरू इन्टरफेसको कुरा गरौँ त यहाँ मुनि स्क्रोल गर्नुहुन्छ भने फ्री फायरको त्यो चाहिँ बिआरको टुर्नामेन्ट आइहाल्छ। तपाईँले यहाँ 48 प्लेयर्सको यसमा पनि जोइन गर्न सक्नुहुन्छ। यहाँ म क्लिक गरिदिन्छु। यहाँ यस्तो इन्टरफेस देखाउँछ। फर्स्ट पेजमा 100 पनि पाउनुहुन्छ। अनि त्यो सेकेन्डदेखि 28 ऱ्याङ्कमा आउनुभयो भने तपाईँले यहाँ हेर्न सक्नुहुन्छ 60 पोइन्ट्स पाउनुहुन्छ। तर पर केको चाहिँ 0 रुपिस एन्ड 0 पोइन्ट्स नै हो। तर के गरेर के फाइदा छैन, क्याम्पिङ गर्नु होला। अनि 22 ऱ्याङ्कमा चाहिँ आउने प्रयास गर्नु होला। इजी नै तपाईँ पाउन सक्नुहुन्छ। अनि फेरि यति भयो भने म अरू बताइदिउँ। यहाँ मैले 2 म्याच खेलेको थिएँ, दुइटै हारेँ यार। कस्तो अनलकी भन्नु के भन्नु। मेरो सेकेन्ड म्याचमा चाहिँ मेरो नेटै गयो। अनि फेरि वाइफाई चाहिँ लाइन गयो। अनि फेरि वाइफाई चाहिँ अफलाइन भएर हालेँ। फर्स्ट म्याचमा त्यस्तो दामी खेलेको केटाले त मैले गेम प्ले हेरेर हारिसक्यो। अब तपाईँ मलाई नु भन्नु जे भन्नु, अब मलाई बाल भएन त्यस्तो त। अब के भन्नु। यति भइसकेपछि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ दुइटै म्याच हारेँ। यहाँ हेराइदिन्छु। यो चाहिँ 40 रुपियाँको थियो। टोटल चाहिँ 72 रुपिसको हारेँ म त। मैले टोटल 60 रुपियाँ चाहिँ लस गरिदिएको छु यसमा। अनि तपाईँ जित्न पनि सक्नुहुन्छ। अब मेरो गेम प्ले त्यस्तै छ, नु हो। अब यति के आफ्नो बुढाइ गरौँ, अब बढौँ अर्कोतिर। यहाँ हेर्न सक्नुहुन्छ। अनि फेरि यहाँ गेममा आउनुभयो भने यहाँ पब्जी अनि फ्री फायरको दुइटै चल्दै बस्छ। यहाँ हेर्नु यहाँ धेरै खालको छ, 1v1, 2v2, 3v3, 4v4 यस्तै खालको चल्छ। अनि फेरि यति भइसकेपछि म तपाईँलाई एकाउन्टमा चाहिँ लग्दैछु। एकाउन्टमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ आफ्नो नम्बर चाहिँ यहाँ हाल्नेवाला छ। यहाँ एकाउन्टमा चाहिँ तपाईँ यस्तो गरेर यहाँ चाहिँ मुनि फ्री फायर गेमर ट्याग चाहिँ यहाँ राख्नुपर्ने हो। जस्तै मैले यो कसरी कपी गर्नु त्यो देखाइदिन्छु म तपाईँलाई। सबभन्दा पहिला त तपाईँले के गर्नु पर्दैन, सबैभन्दा पहिला तपाईँ फ्री फायर खोल्नु होला। जस्तो म हेर्नु गेम खोलेपछि चाहिँ यस्तो खालको इन्टरफेस देखाइहाल्छ। अनि फेरि गेम खोल्दै तपाईँ यहाँ चाहिँ आफ्नो प्रोफाइलमा क्लिक गर्नु। अनि फेरि त्यहाँ क्लिक गर्नु अनि फेरि यहाँ हेर्नु यस्तो गर्नु। अनि फेरि यहाँ कपीको अप्सन आउँछ। कपी ठ्याक्कै कपी गरेर त्यही पेस्ट गर्नु होला। त्यही पेस्ट गर्नुभयो भने तपाईँलाई इजी हुन्छ तपाईँले फाइन्ड गर्न या डिलिट गर्न पैसा ट्रान्सफरको लागि। अनि फेरि यति पेस्ट गरिदिनु होला त्यहाँ लगेर। अनि जिमेलदेखि अनि नम्बर हालेर अनि युआइडी अनि त्यो के भन्छ नेम हालेर तपाईँ साइन अप भइहाल्छ तपाईँको। अनि फेरि तपाईँ यसरी गेम खेल्न पनि सक्नुहुन्छ अनि बनाउन पनि सक्नुहुन्छ। रुम क्रिएट गर्न सक्नुहुन्छ। जस्तै कन्फर्म गरेर आफ्नो डेट कति टाइम कति हाल्नुपर्छ नि, ट्राभल लिमिट्स अनि एट्रिब्युट्सहरू राख्नुपर्ने हो। म्याच रुम नेम राख्नुपर्ने हो। एन्ट्री फी राख्नुपर्ने हो। पोटेन्सियल विनिङ पनि राख्नुपर्ने हो। यस्तो गरेर तपाईँ चाहिँ अन गर्न सक्नुहुन्छ। अनि फेरि म तपाईँलाई एउटा अझै कुरा बताइदिउँ हजुरहरूलाई। अनि फेरि तपाईँले जितेको रकम चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। होममा आउनुहुन्छ, यहाँ माथि हेर्न सक्नुहुन्छ माई गेम्स। यस्तोमा क्लिक गर्नुभयो भने यहाँ हेर्न सक्नुहुन्छ दुई चाहिँ मेरो हारेको चाहिँ म देखाइदिन्छु। यहाँ हेर्न सक्छ मेरो हारेको यो रिजल्टमा यहाँ हेर्न सक्नुहुन्छ यु लस अनि चन्दा दादा चाहिँ विन। अनि फेरि यस्तै गरेर त्यसमा पनि हो। अब यो मेरो ब्याड लक ब्याड गेम प्लेको लागि चाहिँ हो। म के भनौँ छोडौँ यस्तो कुराहरू। अनि फेरि यहाँ हेर्न सक्नुहुन्छ यति त भइसक्यो। अब फेरि म तपाईँले सब चिज सम्पूर्ण जानकारी चाहिँ तपाईँले यहाँ हेर्नु नोटिफिकेसनमा गर्न सक्नुहुन्छ। अनि फेरि यसमा चाहिँ तपाईँले पैसा लोड गर्न चाहिँ कसरी लोड गर्ने हो यहाँ हेर्न सक्नुहुन्छ। पहिला चाहिँ यो डाउनलोड गर्नु। जस्तो म यस्तो क्लिक गरेर डाउनलोड गरिसकेँ। अब चाहिँ यति डाउनलोड भइसकेपछि मेरो अगाडि क्लिप चाहिँ मैले बनाइसकेको छु। तपाईँलाई यहाँ म प्ले गरिदिन्छु। ई सेवा खोल्नु जुन एपबाट तपाईँ चाहिँ पैसा ट्रान्सफर गर्न चाहनुहुन्छ। अनि फेरि ई सेवा त्यहाँ क्युआरको अप्सन हुन्छ, त्यसमा क्लिक गर्नुहुन्छ। अनि त्यसपछि चाहिँ जुन क्युआर हामीले डाउनलोड गरेको छौँ त्यही क्युआर हामी यसमा अपलोड गर्छौँ। अनि अपलोड गरेपछि राम्ररी नम्बरहरू चेक गरिहाल्नु होला। अनि फेरि त्यसमा चेक गरेपछि यहाँ एमाउन्ट चाहिँ हाल्नु होला। एमाउन्ट हालेपछि त्यहाँ चाहिँ रिमार्कमा आफ्नो नम्बर चाहिँ नहाल्नु बिर्सिनु होला। त्यो चाहिँ मेन कुरो हो। त्यसबाटै तपाईँको सम्पूर्ण जानकारी जुडेको छ। यहाँ चाहिँ नम्बर हालिदिनु होला। अनि जस्तै मैले 105 रुपियाँ ट्रान्सफर गर्दैछु आफ्नो पिन हालेर, त्यति नै हेर्न सक्नुहुन्छ 105 रुपियाँ मेरो सक्सेसफुली ट्रान्सफर भइसकेको छ। अनि फेरि तपाईँलाई थाहा नै छ मेरोमा एड पनि भइसकेको छ, त्यस्तो धेरै टाइम लाग्दैन। अनि फेरि यहाँ चाहिँ यहाँ
105 लेख्नु अनि फेरि त्यही चाहिँ स्क्रिनसट चाहिँ लिन मैले बिर्सिसकेको छु। स्क्रिनसट लिन्छु। यहाँ स्क्रिनसट मैले स्टेटमेन्टमा गएर सकेपछि यहाँ लिइरहेको छु। हेर्नु योभन्दा पहिला पनि मैले 40 रुपियाँ चाहिँ ट्रान्सफर गरेको थिएँ। यहाँ चाहिँ स्क्रिनसट लिइसकेको छु अनि फेरि त्यही मिनिमाइज गरेर म त्यही एप ओपन गर्छु अनि फेरि त्यहाँ चाहिँ एमाउन्ट लेखेर त्यही स्क्रिनसट चाहिँ पेस्ट गरिदिन्छु। पेस्ट भइसकेपछि त्यहाँ पेन्डिङमा छ अनि फेरि 5 मिनटभित्र आइहाल्छ। अनि फेरि आजको भिडियोमा यति नै हो। गर्छु म तपाईँहरूलाई यो भिडियो राम्रो अनि इन्फर्मेटिभ लाग्यो होला अनि प्लिज च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला। मेरो च्यानल अहिले धेरै डाउन चलिरहेछ। ल भेटौँ न अर्को भिडियोमा। थ्याङ्क्स फर वाचिङ। बाई बाई, टेक केयर।